के हजुरहरूलाई थाहा छ निबुवाबाट पनि यस्तो परिकार बनाउन सकिन्छ जुनसँग हजुरले भात खानु भयो भने एक थाल हैन दुई थाल हैन पाँच थाल भात खान सक्नुहुनेछ। अनि त्यो परिकार कसरी बनाउने भन्ने कुरा चाहिँ मैले यस भिडियोमा देखाउँदै छु। हजुरहरु चाहिँ अन्तिमसम्म भिडियो हेरेर सिक्नु होला है त। फर्स्ट अफ अल चाहिँ म अमिलोको बुटमा गएर दुईटा डल्ला अमिलो टिपे, फेरि यता घरमा पनि राखेको थिए हिजै टिपेर सबैलाई एकै ठाउँमा कलेक्सन गर्न लागे। त्यसपछि चुलोमा आगो दन्काउँदै कराई बसाल्न लागे। के गर्न लागेको भन्नुभयो होला, यो तोरीलाई चाहिँ फर्स्ट अफ अल चाहिँ यसरी मज्जाले भुट्नु पर्छ के। यसको काम चाहिँ म हजुरहरूलाई अहिले लास्टतिर भन्छु। यसलाई मज्जाले भुटेर सुपमा यसरी खनाएर लोहोरोले मैले मज्जाले पिन्न लागे। लगभग यसलाई चाहिँ मैदाको पिठो जस्तै मसिनो बनाउनु पर्छ किनकि अचारको नसा नसामा जानु पर्यो नि त। ल यतिको बनाएपछि चाहिँ हुन्छ है। त्यसपछि चाहिँ म अमिलोको बोक्रा फाल्न लागे। सुरुमा चाहिँ यसरी बोक्रा फाल्ने, बोक्रा फालिसकेपछि गुदीको यसरी केस्रा निकाल्नु पर्छ। त्यो सबै बोक्रा फालेको अमिलोको बाहिरी बोक्रा मात्रै फालेर हुँदैन के, भित्री बोक्रा पनि फाल्नु पर्छ, नत्र भने अचार त एकदमै तितो हुन्छ नि। ल है अलि राम्रोसँग हेर्नु, भित्री बोक्रा फालेर नि गुदी निकाल्ने भनेको यस्तो। मैले चाहिँ त्यो सबै अमिलोको फाइनल कलेक्सन गुदी चाहिँ यति निकाले। त्यसपछि फेरि चुलोमा कराई बसाल्न लागे अनि तेल हाल्न लागे। तेल चाहिँ क्वान्टिटी अनुसार अलिअलि धेरै हाल्नुपर्छ है। त्यसपछि चाहिँ मज्जाले तातेको तेलमा मैले चाहिँ अमिलो ओइरिन लागेको मज्जाले नै तातेको रहेछ, झ्वाइँ गर्यो। हजुरहरूले पनि मैले चाहिँ झ्वाइँ हुने गरेर हाल्नु है। फेरि झ्वाइँ भन्ने तरिकाले चाहिँ हैन है, फेरि मार्ला नि घरकाले। यसरी ओइरिसकेपछि चाहिँ केही छिन चलाएर मैले चाहिँ नुन मर मसलाहरू सबै यस्तो तरिकाले एड गरेर चलाउन लागे। केही छिन यसलाई मज्जाले चलाइसकेपछि यस्तो लेतो टाइपको हुन्छ। त्यसपछि चाहिँ म खुर्सानी टिप्नु पर्यो भनेर खुर्सानी बारीतर्फ लागे। पिरो चाहिँ हजुरहरूले आफ्नो जिब्रोले भ्याउँदासम्मको हाल्न सक्नुहुनेछ किनकि अचार हो नि त। मैले चाहिँ एक मुठी जसोलाई काटेर हाले। अब चाहिँ पालो आयो पिनेको तोरीको धुलो हाल्ने, जसलाई चाहिँ हामीले तोरीको फुलो पनि भनिन्छ। यो अचारमा नहाल्ने भने त अचारको त रूप रङ्गै हुँदैन। त्यसलाई चाहिँ राम्रोसँग मिक्स गरेर यसरी चलाइसकेपछि अन्तिममा पाक्ने बेला काम रहने भनेको चाहिँ चिनी हाल्ने हो। चिनी चाहिँ हजुरहरूले एक दुई मुठी चाहिँ माया मारेरै हाल्नु होला। फेरि घरकाले कराउँछन् कि भन्दै नडराउनु होला किनकि फेरि लास्टमा अचार चाहिँ लास्टै तितो हुन्छ के चिनी कम भयो भने त। ल फाइनली मेरो चाहिँ अचार रेडी भयो, जसको नाम चाहिँ लेते अचार भनिन्छ। कस्तो भएछ भनेर नेचुरल प्लेट समातेर टेस्ट हान्दिन लागेको। वाउ क्या मिठो पो भएछ।